विराट भट्टको धमाकेदार एक्सन फिल्म राम नाम सत्य आउला कि नआउला आउला कि नआउला भनेर सबैजना दोधारमा परेको अवस्था थियो। फाइनल्ली विराट भट्टले एउटा यस्तो बवाल अपडेट दिएका छन् हैन, जसले चाहिँ फ्यानहरू गदगद खुसीले हाँस्ने दिन आइसकेको छ। चलचित्र राम नाम सत्यको एउटा नयाँ अपडेट आएको छ, जुन अपडेटले नेपाली चलचित्र क्षेत्रमा सबको सातो पुत्लो खाइसकेको छ। कस्तो छ त नयाँ अपडेट, चलचित्रको टिजर कहिले आउँदैछ, यसै विषय मैले चर्चा गर्न गइरहेको छु। कृपया भिडियोमा अन्तिमसम्म रहिरहनु र भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। माइकल चनको निर्देशनमा तयार भएको चलचित्र राम नाम सत्यमा विराट भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुनिल थापा, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। चलचित्र चैतको 27 गतेबाट आउने भएपछि दर्शकहरू यहाँ तडपिएर बसिरहेका छन् चलचित्र राम नाम सत्य हेर्नका लागि। योभन्दा अगाडि चलचित्रको टिजर सार्वजनिक भयो, 2वटा गीत सार्वजनिक भए। चलचित्रले बवाल धमाका मचाउने सङ्केत देखेको छ, कन्टेन्ट भयङ्कर पावरफुल हुने सङ्केत देखेको छ। हुन त चलचित्रको टिजरमा अहिलेसम्म 10 लाख पनि भ्युज आउन सकेको छैन, तर पनि गीतले भने अहिलेसम्म 50 लाख भन्दा माथि नै भ्युज पाउन सफल भइसकेको छ। अब ट्रेलर कहिले आउला त कहिले धमाका फिल्म हेर्न पाइएला भनेर सबैजना यहाँ तडपिएर बसिरहेका थिए। साँच्चै नै यो आन्दोलनको बेला छ, अहिले फिल्म पनि आउला कि नआउला भनेर सबैजना दुखित पनि भएका थिए। तर विराट भट्टले एउटा बवाल अपडेट दिएका छन् हैन, निर्माण टिमबाट एउटा बवाल अपडेट आएको छ, जुन सुनेर तपाईँ पनि विराट भट्टको ठुलो फ्यान हुनुहुन्छ भने खुसीले गदगद हुनुहुनेछ। हिजो मात्रै विराट भट्टले एउटा फोटो सार्वजनिक गरेका छन् र ट्रेलर पनि आउने दिन पक्का पक्की गरेका छन्। ट्रेलर कहिले आउँदैछ भन्दा बिहिबारको दिनमा 1:23 जाँदाखेरि चलचित्र राम नाम सत्यको ट्रेलर आउँदैछ र पोस्टर पनि यस्तो बवाल धमाका धासु सार्वजनिक गरेका छन् कि पोस्टरले नै सबको सातो पुत्लो खाएको छ। अब ट्रेलर कहिले आउला भनेर सबैजना तडपिएका छन्। साँच्चै नै चैतको 27 गते चलचित्र राम नाम सत्यले बक्स अफिसमा ठुलो धमाका आँधी तुफान मचाउने सङ्केत देखिएको छ। किन भन्दा विराट भट्ट स्वयं मैदानमा आइसकेपछि धमाका कस्तो हुन्छ त्यो तपाईँहरूलाई थाहा नै छ। बाह्र गाउँको धमाका सेलाउन नपाउँदै फेरि राम नाम सत्यको धमाका हेर्नका लागि तयार हुनुहोस्। बाह्र गाउँमा जुन किसिमको धमाका थियो नि, त्यो धमाका त यार अझै केही पनि होइन, त्यो भन्दा पनि खतरनाक खुङ्खार धमाका फिल्म राम नाम सत्यले देखाउने छ भनेर अनुमान लगाउन सकिन्छ। र विशेष गरी प्रतिस्पर्धीहरूको सातो पुत्लो खाने खालको पोस्टर आएको छ। अब ट्रेलर आइसकेपछि त प्रतिस्पर्धीहरू होइन पुरै ठहरै हुने उनकी भनेर अनुमान लगाउन सकिन्छ। र विराट भट्टको धमाका कस्तो होला भनेर यहाँ सबैजना तडपिएका छन्। कहिलेको दिनको लागि भन्दा बिहिबारको दिनको लागि ट्रेलर कस्तो आउला भनेर अझै पनि मान्छेहरू तडपिएका छन्। जे होस्, यदि फिल्ममा होइन रिपिटेड कन्टेन्ट भएन, होइन बवाल खालको युनिक खालको कन्टेन्ट भएको एक्सन फिल्म भयो भने पक्कै पनि यो फिल्मले फाट्छ भनेर अनुमान लगाउन सकिन्छ। यदि तपाईँहरू पनि विराट भट्ट र सुशील श्रेष्ठ, आयुष सिंह ठकुरीको ठुलो फ्यान हुनुहुन्छ भने कमेन्ट बक्समा गएर प्रतिक्रिया दिन नबिर्सिनु होला। र भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। आजलाई भिडियो यति नै भयो, अब फेरि अर्को नयाँ धमाका भिडियोको साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि नमस्ते, बाइ बाइ।